साथीहरु ब्याच 74 को 7th जब एनिभर्सरी मनाउनको लागि हामी सुदूरपश्चिम जाँदै गर्दा 3 बजेको टिकट 3:55 को अहिले हामी 6:15 मा चाहिँ आइछौं र हामी चाहिँ लाग्दै छौं। नेपालगञ्ज साथीहरु हामी 7:30 बजे नेपालगञ्ज एयरपोर्टमा चाहिँ ल्यान्ड भएका छौं र यो हाम्रो 3:55 को फ्लाइट थियो र हामी यहाँ आउँदा एकदमै गर्मी महसुस भइरहेछ। साथीहरु हामी 7:30 भइसकेको छ र 8 भयो भन्नु 8 बज्यो। हामीले चाहिँ नेपालगञ्ज डिभिजन कार्यालयका प्रमुख राजीव सिंह सरसँग चाहिँ सहयोग मागेका छौं। यहाँदेखि हामीले चाहिँ चिसापानी जानको लागि हेरौँ अब उहाँबाट के हुन्छ। सहयोग उहाँले चाहिँ सकेसम्म सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ। नेपालगञ्जको सेकुवा र बियर बङ्गुरको हामी टेस्ट गर्नु फर्स्ट बाइट हानेर त बाबु कस्तो रहेछ टेस्ट। हेलम्बुको भन्दा के छ मिठो छ मिठो। ओहो साथीहरु रातको 9:30 बजेको छ र हामी कोहलपुरमा छौं। कोहलपुर बस पार्कमा इन्ट्री हुँदैछौँ। यो देखिरहनु भएको यो कोहलपुर बस पार्क। रमेश भाइ पनि केही बोल्ने कि यदि मोबाइल दिनु न 11:30 बजे गुरु टाइम कार्ड भयो 11:15 साथीहरु हामी सुदूरपश्चिमाञ्चलको बसेरा थारू होमस्टेमा आइपुगेका छौं र हाम्रो बसाइ आज यतै नै हुनेछ। गुड मर्निङ साथीहरु हामी जब एनिभर्सरीको दोस्रो दिन हामी यता कैलालीको मा चाहिँ छौं र हाम्रो ब्रेकफास्ट गर्ने टाइमहरु भएको छ। हामी यसरी जम्मा भएको छौं र एकदम हावा हुरी र पानीले चाहिँ हामीलाई एकदमै स्वागत गरिरहेछ सुदूरपश्चिममा। र आजको हाम्रो बिहानको ब्रेकफास्टको रूपमा ठीक छ के हो यो ढिक्री ल ढिक्री चाहिँ हामी खाँदै छौं। एकैछिन ढाकेर राख्नु त यसलाई यो बालुवा उडाएर आए जस्तो लाग्यो मलाई। सौगात सर के भन्दै हुनुहुन्थ्यो रे? यो सुदूरपूर्वको थारू जातिले यसलाई बग्या भन्थ्यो, सुदूरपश्चिममा चाहिँ ढिक्री भन्दो रहेछ। हजुर के हाल्छ यसमा नुन हाल्ने चिनी छ गुलियो आफै हाल्छ चटनी आउँदैछ यसरी गुलियो हाल्नु भएको छैन। पोस्ट गर्ने अनि कतिवटा आउँछ जाने नभन्ने क्या हैन त्यो जाने त्यो गरिहाल्ने सुरु गरिहाल्ने क्या। हाम्रो नेपालगञ्ज क्षेत्रबाट चाहिँ हाम्रो चुडामणि सर आइपुग्नु भएको छ र हाम्रो महेश खड्का हैन त र उहाँहरू आइपुग्नु भएको छ। हाम्रो परिचयको क्रम बाँकी नै छ अझै। हामी सबै नआएर चाहिँ बसिरहेको। पहिला खाना खाउँ त्यसपछि अनि अन्य कार्यविधि गरौँ है त। ल हामी चाहिँ खाना खानको लागि एकदमै ट्रेडिसनल पारामा चाहिँ यसरी बस्दैछौँ। ट्रेडिसनल पारामा यसरी बस्दैछौँ। भान्सामा पनि जान्न एकचोटि खाना तयारी हुँदैछ हाम्रो लागि यसरी। भेज हो यता भेज खाना तपाईँ चाहिँ रङ फेर्ने मान्छे मासु देख्यो भने चाहिँ नन भेज नत्र भेज खाना आउँदैछ। भेजमा चाहिँ यति मात्रै दाल आयो त भेजहरूको लागि। हाम्रो लागि चाहिँ कर्णालीको स्पेसल फिस करी आउँदैछ। मेन्टेन गर्नु भने धेरै मेहनत गरेर मेन्टेन हुने कुरो हो। यो चिज त मेन्टेन भन्ने हामीलाई थाहै थिएन। पहिल्यै भन्नु पर्दैन यसको मेन्टेन भन्ने के भन्ने
यहाँ हामी दुई तिनजना देखेका छौँ यहाँ भुँडी चाहिँ भित्र हाल्नु दिनु रहेछ भात भिडियो खेल्नु पर्ने गरे तपाईहरुको त हैन ल भात सकिएछ ल खाना खाँदै थालमा बाहिरको सक्दैन भित्रको त सक्का भित्र पेटमा चाहिँ बाँकी छ सर साथीहरू हाम्रो पहिलो दिन बिहानको चाहिँ यो होमस्टेमा बसेर अब हामी कर्णाली तर्फ चाहिँ राफ्टिङको लागि अघि बढ्दैछौँ हामी सबै साथीहरू रेडी भएको छौँ हाम्रो एकछिन त्यो सबै फोटो खिचौँ एउटा त्यो गेटमा अनि हाम्रो सुषमा बहिनी पनि ओहो कतिवटा लुगा यहीँ चेन्ज गरेर हुन्थ्यो हैन हैन ज्याकेट चाहिँ अर्को लगाउनु ए ल त्यो गरेर हामी यहाँबाट थारू भिलेजको एकदम आतिथ्य चाहिँ पाएर अब हामी अघि बढ्दैछौँ साथीहरू सामूहिक फोटो यो हामी बसेर थारू होमस्टे लम्की चुहा नगरपालिका 3 बलचौर घर नम्बर 5 किशोर चौधरीजीको चाहिँ होमस्टेबाट हामी बिदा भएर कर्णालीकोमा राफ्टिङ गर्नको लागि चाहिँ अघि बढ्दैछौँ कैसे कहीँ नहट हामी पनि हेर्ने है पछाडि फर्केर नमस्ते म लक्ष्मण प्रसाद भट्ट सुदूरपश्चिम प्रदेशबाट बसेर थारू होमस्टे ल हामीले चाहिँ लिफ्ट पाएका छौँ हाम्रा बहिनी हाम्रा दिदी भाउजू चाहिँ यसमा एडजस्ट गरेर जाँदै हुनुहुन्छ एकदम राम्रो अडियो हिँड्छ निर्गा देखियो नि ए त्यो खोलाबारी जङ्गलमा ए उन्ने चाहिँ विद्युत नरखिन खाली मान्छे पाउनु गाह्रो हुन्छ चिसापानी कैलाली पुलमा चाहिँ यो फोटो खिच्नेको भिड भाउजू अनि के कर्णाली पुलमा आइन्छ भन्ने कहिले लागेको थियो हिजोबाट लागेको त्योभन्दा अगाडि चाहिँ सोचेर दिदी लागेको थियो जाने भन्ने कुरा भइरहेको अब थियो हाम्रो सुषमा बहिनी त यहीँ भन्ने नै थियो होइन सुषमा बहिनीको त कार्यक्षेत्रै यता पहिला होइन उता सबै तर हाम्रो लागि चाहिँ फर्स्ट टाइम भयो पुलमा चाहिँ राजेन्द्र सर साथीहरू अगाडि कर्णाली पुल देख्दै हुनुहुन्छ एकदम भिडभाड छ रमाइलोपन छ र हामी राफ्टिङ यही कर्णालीमा गर्दैछौँ अगाडि बढ्दैछौँ चाँडो गरिदिउँ भन्दै पनि लगभग दिउँसोको 1 साढे घुम लागिसकेको छ ल कर्णालीमा रमेश फेरि हेर त मान्छे भिड लागिसकेछ कर्णाली पुलमा पानी पर्दा सब भाग्ने है साथीहरू हामी कर्णालीमा चाहिँ बोटिङ गर्न जाँदैछौँ ए राफ्टिङ सरी यसलाई राफ्टिङ भन्छ नि बाटो पनि एकदम चिप्लो यो खोला एकदमै ठुलो छ यसरी सेती कर्णाली राफ्टिङ एडभेन्चर प्रणाली लम्की कैलाली ओ यो कर्णालीको पुलमा राफ्टिङ गर्न जानको लागि यो झन्डै 90 डिग्रीमै रहेछ त के हो यार यस्तो चुडामणि मित्र एकदम सर हो है कतिको डर भइरहेछ तपाईँलाई एकदम डर लागिरहेछ है सर धन्दै यहाँ चाहिँ हो गाह्रो छ है हामीलाई एकदमै डर लाग्दो भइरहेछ गाह्रो छ सर हामीलाई ओ साथीहरू यो जुन पुल देखिरहनु भएको छ आजभन्दा करिब 1 वर्ष अगाडि होला यहाँबाट हाम फाल्दाखेरि एउटा व्यक्तिको चाहिँ मृत्यु भएको ठाउँ पनि यही हो हेलमेट ल्याइदिन्छ प्लिज माथिबाट तपाईँको लागि किन पानी है टापुने बिग्रियो भने 12वटा ल्याउँदा हुन्छ 13 नगरौँ म नलाउँला हामीहरू राफ्टिङको लागि तयारी हुँदैछौँ र सबैले यो लाइफ ज्याकेट लाउँदै हुनुहुन्छ तपाईँको यो राफ्टिङ कतिौँ पटक यो मेरो पहिलो पटक हो अब कर्णालीमा जस अनुभव गर्ने मौका मिलेको छ खुसी लाग्छ एक्साइटेड छु एकदम
यो नेपाल विद्युत प्राधिकरणले एउटा राम्रो साथीभाइ यसो जोड्ने हामीले भनौँ न हामीले हो तैपनि अब होइन त्यो जुराइदिएको छ त्यही भएर एकदम खुसी छौँ एकदम एक्साइटेड छौँ हामी अब हेरौँ के कस्तो हुन्छ फर्स्ट टाइम हो मेरो चाहिँ पहिला होइन धन्यवाद मित्र कति पटक राफ्टिङ पहिलो पटक हो सर जे होस् रमाइलो लागिरहेको छ मौसम पनि एकदम कुल छ साथीभाइ सबै जम्मा हुनुभएको छ होइन एकदम आज चाहिँ रमाइलो हुन्छ है ल हाम्रा आयोजक मित्र कति पटक म पहिलो पटक चाहिँ त्रिशुलीमा 2081 मा हाम्रो यो ब्याचमेटकै प्रोग्राममा चाहिँ ऱ्याफ्टिङ गरेको थिएँ त्रिशुली नदीमा यो दोस्रो पटक चाहिँ हामी कर्णालीमा सुरु गर्दैछौँ एकदमै उत्साहित भइएको छ अब कर्णालीमा होइन ऱ्याफ्टिङ भनेपछि अब नेपालको यो लामो नदी होइन यसमा चाहिँ ऱ्याफ्टिङ गर्न गइरहेको छौँ हामी एकदम दोस्रो अनुभव राम्रो छ धन्यवाद भट्टजी कति पटक यो मेरो दोस्रो पहिलो कहाँ गर्नुभयो त्रिशुलीमै गरेको थिएँ मैले त्रिशुलीमा हजुर भनेपछि हामी 83 हामी पोखरा या कतै त गर्छ हुन्छ त्यो अब कता जोड छ हैन ग्लाइडिङ गर्छौँ है प्याराग्लाइडिङ हो सुषमा बहिनी कति पटक राफ्टिङ मेरो पहिलो पटक हो कतिको एक्साइटेड भइरहेछ एकदम सो एक्साइटेड हैन सो एक्साइटेड है भाउजू मेरो दोस्रो पटक हजुर पहिलो पटक कहाँ गर्नुभयो मैले त्रिशुलीमा गर्नुभयो है गरेको मित्र कति पटक यो राफ्टिङ फर्स्टचोटि ऱ्याफ्टिङ गर्दै आउनु कस्तो अनुभूति भइरहेछ अनुभूति अब डर खुसी अलिअलि अब खुसियाली भनौँ सबै खुसियालीको लागि आएको अलिअलि खुसियाली हुनै पर्यो ठिक छ अब कस्तो हुन्छ मित्र कति पटक दोस्रो पहिलो त्रिशुलीमा हाम्रै ब्याचमेटकै चाहिँ कार्यक्रममा आइन त दिदी कति पटक पहिलो पटक अहिलेसम्म गर्नु भएको छैन पोखरामा बसेर पनि डर लागेर नगएको अहिले कस्तो अनुभव भइरहेको छ डर मर्दो एक्साइटिङ भइरहेको कस्तो एक्साइटेड हुनुहुन्छ है ल तिमी चप्पल लाभे हुन्थ्यो यार हामी राफ्टिङको लागि त्यहाँ अर्को ब्याग ल्याउनुहुन्छ त यसरी राफ्टिङको लागि गरिरहेका छौँ मित्र कति पटक पहिलो पटक ऱ्याफ्टिङ कस्तो अनुभूति भइरहेछ डर होइन उत्साही छु उत्साही छ उत्साहित छु सर के छ तपाईँको कति पटक पहिलो पटक भन्छ जीवनमा यत्रो समय राफ्टिङ गर्नु भएन के जिन्दगी जिउनु भएछ त तपाईँले अब जिउन सिक्दैछु अब तपाईँले जिन्दगी कसरी जिउने हामी सिकाउँछौँ हरेक वर्ष हाम्रो कार्यक्रममा सहभागी हुनुहोस् हामी सिकाउँछौँ जिन्दगी कसरी जिउने है सर प्रतिबद्धता के अरे गर्नुहुन्छ हामीसँग ल धन्यवाद साथीहरू ब्याच 74 को यो जब एनिभर्सरीको मुख्य लक्ष्य भनेको चाहिँ नेपालका विभिन्न प्रदेशमा रहेका ठाउँहरूमा चाहिँ हामी यसरी चाहिँ त्यहाँका होमस्टेहरूमा बसेर त्यहाँका स्थानीय लोक संस्कार संस्कृति भाषालाई चाहिँ बुझ्नु हो र एउटा साथीहरू बीच हुने चाहिँ एउटा समर्पण एउटा माया एउटा सहकार्यको लागि पनि चाहिँ हामी यो हरेक वर्ष चाहिँ गर्ने प्रण गरेका छौँ र आज हाम्रो यो दोस्रो पटकको चाहिँ रियुनियन तथा 7 जब एनिभर्सरीको उपलक्ष्यमा हामी कर्णालीमा चाहिँ हामी राफ्टिङ गर्दैछौँ हाम्रो सामानहरू यसरी प्याक भएर चाहिँ यहाँ राखिँदैछ यो बोर्ड भनेको 16 फिटी हुन्छ सर सबै ठाउँमा एभोन मात्र 18 फिटी हुन्छ बेलायती बोर्ड त्यो बन्द भइसक्यो नेपालमा किनै हुन्छ ऱ्याफ्टिङ बोर्ड एआरआरएस अमेरिकन बोर्ड हजुर त्रिशुली साथीहरू हामी अब हाम्रो यस सुन्दर नगरी चिसापानी पर्यटकीय क्षेत्रमा पर्यटन प्रबन्धन विकासका निमित्त पाल्नुभएका हाम्रा देवतारूपी आन्तरिक पर्यटक महोदयजीहरूलाई सबैभन्दा पहिला त ढिलै भए पनि ह्याप्पी न्यु इयर भन्न चाहन्छौँ सबै ह्याप्पी न्यु इयर भन्दै नमस्कार सुरुवात गर्दै आज हामी चिसापानीदेखि टिकाउर पार्कसम्म हाम्रो अतिथिजीलाई ऱ्याफ्टिङ गराउन गइरहेका छौँ र यो नेपालसँग लामो कर्णाली नदी हो यसमा हुम्ला कर्णाली मुगु कर्णाली तिला कर्णाली पश्चिम छेत्री गङ्गा ठुलीबेरी सानीबेरी हुँदै लोकसेवामा काम लाग्छ यो नेपालमा 507 किलोमिटर बोलिरहेको नदी रहेको छ भन्दै अब मेरो अतिथिजीहरूलाई यात्रा शुभ होस् भन्न चाहन्छु। धन्यवाद।
ल साथीहरू हाम्रो सुरुवात भएछ हाम्रो चाहिँ राफ्टिङ प्रोग्राम खै कान्छो के हो ढुक्क खतरै छ त कान्छा पानी आइगयो ढुन्न जात रहेछ ल ल ल टिम ल पक्रे हो सँगाले कसै कैन हो फाल कर्णाली की जय कर्णाली की अगाडि लगा म छ अगाडि म हामीले ठमारा छु अगाडि झन्डा अगाडि गर्छ कर्णाली जय हो ब्रो के भयो गङ्गा गर्नु होला फरवर्ड 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 हो ल उठेर नाच्नुहोस् नाइ कि नाइ हैसे ल एक साथ एक साथ एक साथ एक साथ ल होइन पानी नछाप्यौँ हेलो मित्र भास्कर सर ब्याग राम्रो छैन क्या त्यो भएर त्यो ब्यागको छैन भिज्ने भयो सबै पानी नछाप्यौँ पानी नछाप्यौँ चुडामणि सर रेडी हुनुहुन्छ त ढाले 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 साथीहरू कर्णालीमा कर्णाली नदीमा फेरि देखियो है त संयोजकजी कस्तो भइरहेछ कार्यक्रम के छ तपाईहरुको अब मैले भन्नु भन्दा हैन टाइमलाइन कस्तो बितिरहेछ तपाईले टाइमलाइन बताउनु के तपाईको प्लानिङ अनुसार हामी चलिरहेको छौं प्लानिङ अनुसार छिटो हामी चाहिँ घोडाघोडी पुग्नु पर्छ अनि फेरि फेरि आजा साथीहरू करिब 3 घण्टाको जलयात्रापछि अब हामी टिकापुर पार्कमा चाहिँ हामी ओर्लेका छौँ र अब टिकापुरको भ्रमण गरी त्यसपछि हामी लम्कीपट्टि लाग्छौँ होला हाम्रा लगेजहरू निस्किँदैछन् वाटरप्रुफ ब्यागबाट र बिस्तार बिस्तार निकाल्नुहोस् ल सबै निकाल्नुहोस् यो सँगै आजको हाम्रो मेजर प्रोग्राम राफ्टिङ कार्यक्रम यही अन्त भएको छ साथीहरू हामी बहुप्रतीक्षित टिकापुर पार्कमा चाहिँ हामी प्रवेश गरिसकेका छौँ नमस्ते मेरो नाम चुडामणि नागी म चाहिँ लुम्बिनी प्रदेश दाङ तुलसीपुरदेखि नमस्ते म राजेन्द्र मोहन पोखरा वितरण केन्द्र पोखरा नमस्ते म श्याम कोली कञ्चनपुर नमस्ते म चाहिँ महेश खड्का तुलसीपुर वितरण केन्द्र दाङ भाषा नमस्ते म दिपेन्द्र भट्ट अप्तरा ग्रेड महाशाखा भर्सी कञ्चनपुर नमस्ते म रमेश थापा नुवाकोट नमस्ते म सुभाष काफ्ले विराटनगर क्षेत्र नमस्ते म मन्जु पन्त पोखरा वितरण केन्द्र पोखराबाट नमस्कार म सरिता घिमिरे जनकपुर वितरण केन्द्र हाल रत्न पार्क काठमाडौँ नमस्कार म सुषमा बराजुली हेटौडा वितरण केन्द्र हेटौडाबाट नमस्ते म लक्ष्मण नमस्ते म भास्कर पन्त उत्तरी क्षेत्रबाट कार्यक्रमको आयोजक टिमको तर्फबाट सबैलाई धन्यवाद है यो
नयाँ वर्ष नयाँ वर्ष शुभकामना समेत होइन ठिक पनि हाल्दै न यो कार्यक्रम धेरै राम्रो भयो ल धन्यवाद सम्पूर्णलाई मित्र ब्रिफिङ गरौँ त मैना राजा शिकार खेल्न आउँदा के बिरामी भएर यहाँ बस्यो अरे कि बाघको आक्रमणमा पर्यो शिकार खेल्न आउँदाखेरि उहाँ चाहिँ यो कतातिर शिकार खेल्न आउनु भएको रे अनि त्यसपछि उपचारको क्रममा वैद्यको सल्लाह अनुसार चाहिँ यहाँको वातावरण एकदम सुइटेबल छ भनेर यो कर्णाली नदीको किनारमा यो चाहिँ नि कहाँको हावा के आएर चाहिँ नि यो आयुर्वेदिक हिसाबले चाहिँ धेरै राम्रो छ अरे क्या यहाँको हावा अनि यहाँको वातावरणमा उपचार गर्दाखेरि छिटै निको हुन्छ भनेर वैद्यको सल्लाह अनुसार यहीँ बसेर अनि उहाँले उपचार गराउनु भएको अरे भन्ने चाहिँ हामीले सुनेको हुन्छ। ल यता पनिस फोटो खिचौँ हामी सबै थुप्रै बच्चा मैनगरमा नि होइन यत्रै साथीहरू हामी टिकापुर पार्कमा रहेको ऐतिहासिक वीरेन्द्र विक्रम वाटिकामा चाहिँ आइपुगेका छौँ। विश्राम वाटिकामा चाहिँ आइपुगेका छौँ। यो सायद राजाले चाहिँ यसमा बस्न प्रयोग गर्थे अरे भन्ने चाहिँ थिए। साथीहरू हामी टिकापुर बृहत उद्यान चाहिँ घुमघाम पश्चात बेलुकीको 6:35 बजे यहाँबाट बिदावारी भएर हामी निस्किँदैछौँ र अहिलेको टेम्परेचर 27 डिग्री सेल्सियस छ। अब हामी यहाँबाट अर्को प्रोग्राम हुने ठाउँमा चाहिँ अगाडि बढ्दैछौँ। साथीहरू हामीलाई लम्कीसम्म लानको लागि यो राफ्ट हालेर आएको चाहिँ गाडीले हामीलाई अगाडि लाँदैछ र सर उसमा हामी बेलुकाको खाना खाँदैछौँ। मेरो घरमा भैँसी छ अर्ग्यानिक दही खाने मान्छे हो फेरि